मतलबी हो जा जरा मतलबी, दुनिया की सुनता है क्यों, खुद की भी सुन ले कभी। मतलबी हो जा जरा मतलबी, दुनिया की सुनता है क्यों। Alright guys, welcome back to my YouTube channel, Mr. Gautam Vlog. अनि आजको हाम्रो डेस्टिनेसन रहेको छ पनौती तिनतले वाटरफल। राइट नाउ राइट नाउ 28 किलो घरमा छ होइन। अब स्याटल लाएर यहाँबाट बनेपा निस्केर 4 बाटो हुँदै पनौती ढुङ्खरको निस्केर अनि हामी चाहिँ ठ्याक्क च्याम्राङ बेसीको तिनतले वाटरफल जाँदैछौँ। यहाँ केटाहरू आउने क्रम जारी छ। गाइज हामी चाहिँ ठ्याक्क 28 किलोको पर्यटक हामी तिनतले झर्नाको लागि फेरि प्रस्थान। अस्तिको आधी बाटोबाट फर्केको थियौँ, आज चाहिँ अब पुग्ने भन्ने तरिकाले हेर्न सब पुरै तयारीका साथ हिँडिरहेको छौँ। हाम्रो अङ्कल पनि दौडिँदै हिँड्नु भइसकेको छ। वेलकम ब्याक गाइज। हामी चाहिँ 4 बाटो अब यताबाट हामी दाहिनेपट्टि लाग्यो भने चाहिँ ठ्याक्क पनौती हाम्रो डेस्टिनेसनपट्टि र देब्रेपट्टि लाग्यो भने चन्द्रेश्वरी मन्दिर। यहाँबाट लगभग 26 किलोमिटरको उसमा हामी पुग्छौँ हाम्रो डेस्टिनेसन। हामी चाहिँ अहिले ठ्याक्क पनौती बस पार्क। अब यता मास्तिर जाने हो भने चाहिँ कुन्दादेवी, यता तलतिर जाने हो भने चाहिँ नमबुद्ध रोड। अनि ठ्याक्क हामी चाहिँ तारो सिधा खोपासी साइडपट्टि होइन, हाम्रो चाहिँ गन्तव्य खोपासी साइडबाट हुन्छ। अलिक तलतिर बाटो छोडेर टक्क मासतिर राइट नाउ अहिले चाहिँ हामी खोपासी हाइड्रो पावर आइपुग्यो होइन। केटाहरू टोलीहरू स्याट लाएर के छ भन्नु दाइ हेरेर आऊ त कति गहिरो छ हाम्रो टोलीहरू टक्क त एकचोटि के भन्न चाहनुहुन्छ त? बाटो कस्तो रहेछ? बाटो त खत्तम रहेछ यार। ढाड दुख्यो भने होइन? ढाड दुख्यो मेरो, तेल मालिस गर्नुपर्छ अहिले भरे। के छ विपन? ठिक छ। हामी अहिले खोपासी हाइड्रो पावर पियौँ होइन। गोप्रोमा चार्ज धेरै छैन। ट्याट्ट लाएर हामी अब बाटोमा यसो देखाउँदै त जान्छौँ होइन। खोपासीबाट ट्याक्क मासतिर बेथानचोक जानेपट्टि ढुङ्खरकासम्म चाहिँ जाने, त्यसपछि चामराङ बेसीको बाटो लाग्छ होइन। ट्याक्क गाइस जब केटाहरूले हिँडेमा हानी होइन, केटाहरू राइडर हुने फेरि सक्दैन नि फेरि काभ्रेरी राइडरलाई होइन। बाटो त डेन्जरै रहेछ। होइन हामी त बिस्तारै आएको थियौँ। म पनि बिस्तारै आयो भने बाटो डेन्जर रहेछ होइन। केटाहरू रन कारा हालिदियो, बिजोग बनाइदियो। इन्जिन सेलम नदेऊ। के छ विपन? ठिक छ। अफरोड राइडर म भिडियो बनाउँछु भन्दै केटाहरू निस्केर यार खतरा भिडियो भन्दै माटो लाग्यो, माटो लाग्छ। माटो के यताबाट गाइज अहिले चाहिँ हामी ट्याक्क ढुङ्खरको बजार हामी ढुङ्खरको बजारबाट तिनतले झर्नाको लागि यहाँबाट होला लगभग 50 किलोमिटर होला यहाँबाट होइन। ट्याक्क हामी पुग्नेछौँ। यो चाहिँ टक्क ढुङ्खरको बजार। खुलेको मौसममा ढुङ्खरको बजार। यहाँबाट एउटा खोला ठुलो पुल छ। धोका दिए जस्तो छ। आज पनि धोका दिए जस्तो छ हामीलाई। आज पनि मौसमले धोका दिए जस्तो छ। आज पानी आयो, चिसो भइरहेको छ। अहिले वाटरफलको माथि डाँडामा आइसकेका छौँ। टाँट लाएर केटाहरू यहाँ लगेर फोटो हानिरहेछन् होइन। मुकेश चम्दीलाई चाहिँ यहाँ डिम्पल आयो भनेर होइन। डिम्पल डिम्पल ओह्रालो आइरह बुद्धि भ्रष्ट भएर।
ओ राइट गाइज अहिले हामी तिनतले वाटरफलको खोलामा आइसकेका छौँ। खोला बिजोग कन्द बिजोग रहेछ। यहाँ मुकेश कोमामा पुगिसकेको छ। यहाँनिर ठ्याक्क लाएर दामी होला नि त ल भनेर आइयो होइन। लास्टमा त खोला नि छैन, पानी नि छैन। खोला पौडी खेल्ने खोला डुबिसकेको रहेछ। के छ अङ्कल? एकदम ठिक छ। यही हो गाइज होइन, तिनवटा वाटरफल आइसकेका छौँ। तर म चाहिँ यहाँ कोमामा पुग्न मात्रै बाँकी छ कि। यस्तो दामी ठाउँ थियो टिकटकतिर होइन। यो खोला बिजोग कन्द बिजोग छ। केटाहरू कोमामा पुग्न मात्रै बाँकी छ होइन। अब यहाँ पौडी खेल्ने ठाउँ भयो त ठिकै हो, ल खेलिन्थ्यो, ल ठिक छ भनेर गइन्थ्यो, चित्त बुझाइन्थ्यो। अब यहाँ न पौडी खेल्ने ठाउँ छ न केही छ है। यहाँ तिनतले झरना भनेर भाइरल बनाएको थियो। झरना त छ तर सानो छ। ल हेर कन्द बिजोग बाटोको हालत यस्तो छ, मान्छेको हालत यस्तो छ स्याट्टा लाएर। अब यहाँ हामी कोमामा पुग्न मात्रै बाँकी छ। आई चिलिङ माई ड्रिम। खोला त ठिकै छ होइन। बर्खामा हेर्न ठिकै हो। अहिले चाहिँ खोलासोला सबै फुच्चुक्या रहेछ। यहाँ पोखरी थियो पौडी खेल्ने, त्यो पनि रहन्छ। ठाउँ चाहिँ दामी छ होइन। रेलिङ सेलिङ नै हालेको छ। अहिले चाहिँ अलि मौसम चाहिँ पानी पर्ने पनि छैन। अहिले मुहानहरू पनि सुकिरहेछ। त्यही भएर सिधा छ दया होइन। ल पौडी खेल्न पनि पाइने हो होइन। पौडी खेल्ने ठाउँ पनि भइयो। लाग्यो होइन। पानी लास्टै चिसो छ कि लास्टै जिउमा नदौथ्यो। पानी बस्छ नि त नबस्ने ल अन छ त्यहाँ म भुइँमा ठोकिन्छ मलाई बिस्तारै मलाई कसरी बिर्सिनु औधी चिनो छ औधी चिनो नकाली कान्छीलाई फिर्ता दिनु छ औधी चिनो नकाली कान्छीलाई फिर्ता दिनु छ। राइज गाइज है पौडी खेलेर आएको लास्टै जाडो भयो। लास्टै चिसो ठाउँ रहेछ। भर्खरै घाम लाग्दैछ होइन। यो घाम लाग्यो भने चाहिँ एकलट फेरि गएर पौडी खेल्छु भन्ने सोच छ। तर लास्ट जाडो भयो होइन। जाडो स्विमिङ खेलियो काम लाग्यो त बल्ल यहाँ आइन्छ। हामी चाहिँ अब यहाँ तिनतलेबाट निस्केको सिधै हाम्रो गन्तव्य बनेपा। अब अर्को गन्तव्यमा ठक्क भेटौँला अर्को भिडियोमा है। हट्ट ल निस्क्यो एउटा।